हेलो साथीहरू, आज चाहिँ मेरो फ्लाइट होइन। आज मेरो चाहिँ फ्लाइटमा आमा अनि दाजुहरू सबै आउनुभएको छ। भिडियो भने अन्तिमसम्म हेर्नुहोला। उहाँ चाहिँ हाम्रो माइलो दाजु होइन। माइलो दाजु पनि एयरपोर्टमा छोड्न आउनुभएको थियो सम्पूर्ण आफन्तहरू। उहाँ चाहिँ जेठे दाजु होइन, उहाँ पनि आउनुभएको थियो। बैठा लियो पेन में अलग बनाउनु पर्यो, भाइरल भइहाल्छ। सब बनाउनु हुन्न राखिसक्यो अघि। रखली ले रख रखली तीन होता ना फोन करबे। अलिअलि डर चाहिँ लागिरहेछ। अब खासै त्यस्तो डर चाहिँ नलाग्ने रहेछ। सोचे जस्तो चाहिँ त्यस्तो नहुने रहेछ है। फर्स्ट टाइम हो हुन त। ल लागिसक्यो, अहिले चाहिँ गुड्दैछ।
पुगेपछि अनि चाहिँ यसोमा देखाउनेछु तपाईँहरूलाई। कहाँ यता र उता मात्रै धकेल्छ त, आकाशै आकाश बाटो। ल है, प्लेनको नास्ता चाहिँ आइसकेको छ। यो चाहिँ नास्ता मात्र है, खाना चाहिँ होइन। खाना हामी चाहिँ अब दिल्ली पुगेपछि अनि दिल्लीदेखि उडेपछि बल्ल खान्छौँ। यो चाहिँ नास्ता है, नास्ता। ल यो के रहेछ अब कसरी निकाल्ने पनि थाहा छैन है। यो चाहिँ के रहेछ, यो यहाँ रोकिएछ, यहाँ रोकिएछ। यो देखाउने छ है, तातो तातो छ यो। यहीँ बनाउँछ कि के हो यो? यो चाहिँ पानी रहेछ। यो के हो फेरि? दही। यो के रहेछ? तपाईँको पनि भेज नै हो? अब नास्ता खाएर हामीले खाना खाएर सबै रेडी गरेर अब हामी चाहिँ इन्डियाको दिल्लीमा चाहिँ ल्यान्ड हुने क्रममा छौँ। अब एकछिनपछि मात्र ल्यान्ड हुन्छौँ। यो भने अन्तिम समय हेर्दै गर्नु होला। यहाँदेखि जापानसम्मको पुरै डिटेल्स भ्लग चाहिँ हाल्नेछु। इन्डिया चाहिँ कसरी चाहिँ अगाडि बढेर रहेछ त्यो पनि म तपाईँले पुरा भिडियोको माध्यममा देखाउनेछु। भिडियो चाहिँ हेर्दै गर्नु होला। ल है, दिल्ली पुगिसक्यो। दिल्लीदेखि बाहिरको दृश्य चाहिँ देखाउनु छ, अलिकति बाहिरको दृश्य गरेर दिल्ली एयरपोर्ट पुगिसकेका छौँ। टाइम चाहिँ धेरै लाग्दैन, लगभग 2 घन्टा मात्रै लाग्यो है। 2 घन्टा मात्रै लाग्ने रहेछ। अब दिल्लीदेखि साँझ 8:15 टक्कै हिँडेर जापानको टोकियो। भोलि बिहान 7 बजीसम्म रातभरि हिँडिदिने। ल भिडियो हेर्दै गर्नु होला। हामी दिल्ली पुगिसकेका छौँ। ल हामी आएको चाहिँ यो प्लेनमा हो। अनि हामी ल दिल्ली पुगिसकेका छौँ है यो प्लेनमा। दिल्लीदेखि यहाँ जाँदैछौँ। अब इमिग्रेसनमा जानुपर्छ कि कहाँ जानुपर्छ मलाई चाहिँ थाहा छैन। यसरी ल हेर्न सक्नुहुन्छ। त्यो प्लेनमा आएको है, त्यो रातो रातो छ नि माथि, त्यो टुप्पो, त्यसमा दिल्ली हेरौँ है। अब दिल्ली सर कस्तो रहेछ डिटेल्समा हेरौँ ल। यस्तो के हो है, यसरी पो हुने रहेछ हो। दिल्लीको एयरपोर्ट ल हेर्न सक्नुहुन्छ। ओहो बवाल रहेछ, बवाल। नेपालभन्दा राम्रै छ कि क्या हो, हेर्न सक्नुहुन्छ। नेपालभन्दा कस्तो छ हेरौँ है। नेपाल राम्रो छ कि दिल्ली राम्रो छ? ठुला एयरलाइन्सहरू है। गाडीमा आइरहेको छौँ हामीहरू। बसहरू पनि यहाँबाट लगिदिने रहेछ। बसमा टक्कै लगाएर कहाँसम्म लग्ने थाहा छैन है। यो फेरि स्टार्ट हुन लागेको रहेछ यो प्लेन। यस्तो हुने रहेछन् हेर्नुहोस् प्लेनहरू। तेल भर्ने रहेछन् के गर्ने रहेछन् यहाँ। साथीहरू अब हामी चाहिँ यहाँ दिल्ली ल्यान्ड गरेर अब चेकिङ पनि बोर्डिङ पनि पास गरेर ल हेर्नुहोस् यस्तो ठाउँ छ है दिल्ली। त्यो बेर पुगिसक्यो हो। ल ठिक छ। ल हेर्न सक्नुहुन्छ। मेरो चाहिँ सब जापान जाने है। ल हेर्न सक्नुहुन्छ। दिल्लीबाट काठमाडौँदेखि दिल्ली आइयो, काठमाडौँदेखि दिल्ली आइयो, दिल्लीदेखि टोकियो यहाँ। काठमाडौँबाट दिल्ली आइयो, दिल्लीदेखि यहाँ टोकियो है। टोकियो यहाँसम्म जाँदैछु टोकियो। यो
जापानको नक्सा यहाँदेखि यो टोकियो फेरि यहाँ टोकियो हुँदै सेन्डाई पुग्नुपर्ने मैले सेन्डाई सिटी यहाँ नि यहाँ पुग्नुपर्ने ल हेर्न सक्नुहुन्छ चिसो भएर गएर सुनेर मजाले जानु पर्यो अब जापान है जापान अनि भनेरै चाहिँ त उहाँ दिने भनेर तर हाम्रो चाहिँ एकजनाले त्यस्तो चाहिँ भन्नुभएको थिएन कि ल ल ल छिटो कनेक्ट गरेर सोध ल छिटो तिमीहरूको दिनुपर्छ डाटा दिनु पनि के झ्याउ मान्नुहुन्छ त होइन के डाटा दिनु भन्दा पनि मेरो अनलिमिटेड हो हुन त तर मेरो नेट स्लो हुन्छ कि जति धेरै हटस्पट जोइन गर्यो त्यो स्लो हुन्छ कि त्यही भएर म धेरै लास्ट हिँड्न पर्छ हेर अब नेट भएन भने हिँड्न सकिन्न होइन म्याप हेर्न पर्छ